के तपाईँलाई थाहा छ ढोरबराई मन्दिर कहाँ पर्छ भनेर? यदि तपाईँलाई थाहा छैन भने आज मैले यो भिडियो मार्फत ढोरबराई मन्दिर कहाँ छ, कसरी जानुपर्छ भनेर म यहाँ देखाउँदैछु। अब भने ढोरबराई मन्दिरको यात्रा सुरु भइसकेको छ। यदि तपाईँहरू ढोरबराई मन्दिर जान चाहनुहुन्छ, दुलेगौंडा हुनुहुन्छ भने तपाईहरु दुलेगौंडाबाट गाडी लाग्छ ढोरबराई डाइरेक्टै, त्यहाँबाट पनि जान सक्नुहुन्छ। र यदि तपाईँ लोकेसन हेर्दै आउनुहुन्छ भने गाछेपानीबाट पनि झर्न सकियो, अनि हेलपोस्ट चोकबाट पनि झर्न सकियो, त्यसरी झर्दै नै आउन सक्नुभयो। आज भने हामी शुक्लागण्डकी 9 मालेबगरबाट यात्रा गरिरहेका छौँ। अहिले हामी ढान्डर शीतलबस्ती आइसकेका छौँ। यो देखिरहेको माथिको यो जुन डाँडो थियो, त्यो डाँडो चाहिँ एक्लेको डाँडो हो। यो पर्यटकीय क्षेत्र हो। यो पनि तपाईहरुले यता आउँदै हुनुहुन्छ भने यो डाँडोलाई पनि तपाई इन्जोय लिन सक्नुहुन्छ, यो डाँडोबाट पनि। अनि हामी यताबाट आइराख्दाखेरि भोटेक्याम हुँदै हामी गइरहेका हुन्छौँ। र अब यहाँबाट हामी भोटेक्यामबाट माथितिर उक्लिसक्यौँ है। अब तपाईहरु दुलेगौंडातिरबाट गाछेपानीतिरबाट आउनुहुन्छ भने नि अब यही बाटो मिसिँदै जाने हो है। अब यहाँबाट निक्लियो। अब हामी यहाँबाट उक्लिँदै जाँदाखेरि गणपति आउँछ। आज हामी ज्वाइँ, बहिनी अनि दुईटा भान्जीहरू र म गरेर हामी अगाडि बढिरहेका छौँ, गइरहेका छौँ। हामी अगाडि बढिरहेका छौँ। तपाईहरु पनि आज आउन सक्नुहुन्छ। हामी यो न्यू इयर आउनुभन्दा एक दिन अगाडि चैतको 30 गते 82 साललाई बिदाई गर्नका लागि भनेर हामी ढोरबराई मन्दिर आएका छौँ, आउँदैछौँ, जाँदैछौँ। तपाईहरुले यदि ढोरबराई मन्दिर जानुभएको छैन भने आउनु होला। र यो ढोरबराई मन्दिरमा के छ त भन्दा किम्वदन्ती अनुसार यदि कसैका सानसाना बाबु नानीहरू अब बक्कै नछुट्ने, नबोल्ने त्यो तरिकाको बच्चाहरू हुनुहुन्छ भने यहाँ ढोरबराई मन्दिरमा यो हाम्रो यहाँ पानी छ, ताल छ सानो। त्यो तालमा पानीमा डुबाएर निकाल्यो भने, चप्प डुबाउने अनि निकाल्ने गर्यो भने बोल्छ भन्ने किम्वदन्ती छ। यो शहीद कृष्ण स्मारक पार्क हो, पाटनमा छ जुन। यो पनि एउटा चर्चित हो, यसलाई पनि हेर्न नभुल्नु होला। र यहाँ आयो, यो दोबाटो छ। यहाँ हाम्रो बहिनी र ज्वाइँ चाहिँ अल्मलिनु भयो। सिधा गइयो भने हामी चाहिँ उता साँखे गइन्छ हैन, रायपुरतिर उता जाने बाटो छ भने त्यहाँबाट दाहिने लाग्नुपर्छ। पाटनबाट दाहिने बाटो छिर्नुपर्छ। त्यहाँ गेट पनि छ, ढोरबराई मन्दिरको गेट भनेर छ, त्यहाँबाट छिर्न सकिन्छ। छिरेपछि हामी अगाडि बढ्न सक्छौँ है। अब अनि हाम्रो ढोरबराई मन्दिरमा लहरी पनि छुट्ने गर्छ है। त्यहाँ लहरी पनि छुट्ने गर्छ। त्यो लहरी छुट्दाखेरि कस्तो हुन्छ त भन्दाखेरि अटोमेटिक जो सौभाग्य छ, जसको भाग्य छ, उहाँहरूले देख्न पाउनुहुन्छ। त्यहाँ पानी सानो हुन्छ र उतिखेरै माथि आउँछ। हेर्नुहोस्, ठुलो हुन्छ, भरिन्छ यो पानी चाहिँ है। अनि भरिन्छ अनि उतिखेर फेरि सुक्ने पनि हुन्छ। यो सधैँ हुँदैन, कहिलेकाहीँ हुने गर्छ। आज चाहिँ हामी यो सौभाग्य देख्न पाएनौँ, यो लहरी छुट्ने। यो एकदमै रमणीय छ। यहाँ कछुवा, रजाबाम अनि माछाहरू यहाँ छन्, जसलाई हामी भगवान मान्छौँ। यहाँ यो क्रम जारी छ, निक्लिन्छ यहाँ। अनि हामी दर्शनका लागि रेडी भइसकेका छौँ, आइसकेका छौँ। आज चाहिँ सोमबार त हो, तर आज के भयो त भन्दाखेरि आज एकादशी भएको हुँदा, बलि नचढ्ने हुँदा श्रद्धालु भक्तजनहरूको भिड चाहिँ अलिक कम देखियो आज। अनि यहाँ सोधपुछ गर्दा स्थानीयहरूसँग यो काटमार नहुने दिन चाहिँ भिड चाहिँ अलिक कम हुन्छ भन्ने कुरा भएको थियो। र भोलि
83 को 1 गते भिड चाहिँ बबाल हुनेवाला छ। 2500 सय 3000 व्यक्तिहरू यहाँ दर्शन गर्न आउने एउटा आकलन छ। न्यूनतम यसरी गरिराखिएको छ। हामी पनि आज दर्शन गऱ्यौँ। ढोरबराईको निकै आनन्द लियौँ। आनन्दसँग यहाँ पुजारी पनि यो एकादशीको दिनमा धेरै बेर बस्नुहुन्न, बिहान आउनुहुन्छ अनि जानुहुन्छ भन्ने कुरा छ र अघि पछि चाहिँ 2 बजेसम्म बस्नुहुन्छ उहाँ चाहिँ। यो यहाँहरूलाई जानकारी गराएँ। निकै रमाइलो भयो आजको ढोरबराईको दर्शन। यहाँ देख्न सक्छौँ हामी भगवानहरू। उहाँ हेर्नुहोस् त कस्तो रमाइलोसँग देख्न सक्छौँ। यही हो, यही मूल बाटो हो, त्यहीँबाट हो पानी वार्र बढ्ने हैन, अनि माथिसम्म आउँछ। यहाँहरूले आज चाहिँ त्यो दृश्य मैले देखाउन सकिनँ, त्यसका लागि क्षमा याचना गर्न चाहन्छु। नेक्स्ट भिडियोहरूमा तपाईहरुलाई यो दृश्य पनि देखाउने बाचा गर्न चाहन्छु। हाम्रो यो तनहुँको शुक्ला गण्डकी नगरपालिकाको एउटा आर्थिक स्रोतको पनि मेरुदण्ड हो यो। अनि यहाँबाट धेरै आर्थिक सङ्कलन हुन्छ। तपाईहरु जुन ठाउँमा जहाँ हुनुहुन्छ त्यहाँबाट म फलान ठाउँबाट हो भनेर एउटा कमेन्ट पनि छोड्न नबिर्सिनु होला। ढोरबराई माताले यहाँहरूको दिन शुभ गर्नेछन्। जय ढोरबराई माता भनेर लेख्नु होला। सबैजनाले हाम्रो सीता रेग्मी बहिनी हुनुहुन्छ, उहाँ पनि मजाले दर्शन गर्दै हुनुहुन्छ। अब हामी लगभग फर्किनेतिर लागिसकेका छौँ। यदि तपाईहरुले ढोरबराई मन्दिरको बारेमा जान्नुभएको छैन भने आउन नभुल्नुहोला। अनि तपाईहरु यसमा नयाँ हुनुहुन्छ भने कमेन्ट पनि गर्न नभुल्नुहोला। धन्यवाद।